थियो। नमस्कार, म तपाईहरुको साथी एलिस बोगटी। हामीले जानेका कुराहरू, हामीले बुझेका कुराहरू, विभिन्न न्यूज पोर्टल, विभिन्न मार्केटका सक्सेसफुल पर्सनबाट, अल्ट्रा रिचबाट, बिजनेस माइन्डसेटबाट, ग्रोथ माइन्डसेटबाट हामीले कलेक्ट गरेर, विभिन्न बुकहरूबाट, विभिन्न पोडकास्टहरूबाट हामीले कलेक्ट गरेर, जानेर, मार्केटमा रिसर्च गरेर, अध्ययन गरेर हामीले हजुरहरूलाई यसरी रिसर्च गरेर ट्रस्ट बिल्ड ग्रुपका मेम्बरहरूले हजुरहरूलाई दिनेछौँ। र आज हाम्रो चाहिँ नि टपिक रहेको छ नेपालमा टप 5 सक्सेसफुल एन्टरप्रेन्योर, वुमेन एन्टरप्रेन्योरहरूले कसरी बिजनेस इस्टाब्लिस गरे र कसरी उनीहरूले साम्राज्य खडा गरे भन्ने विषयमा छ। यस साथीले भनेको कुरा आज त्यही हो। टुडे वी हैव टकिङ अबाउट भेरी टप पावरफुल बिजनेस केस स्टडिज। त्यस्तै सन्दर्भमा हाम्रो नेपालमा अब ग्रोथ माइन्डसेट युज गरेर नेपालमा महिला एन्टरप्रेन्योर्सहरूले कसरी आफ्नो बिजनेस इस्टाब्लिस गरेका छन् भने हाम्रो साथीको मार्फतबाट हामी सुन्नेछौँ, हाम्रो एलिस बोगटी सरबाट। अनि त्यस्तै त्यो बिजनेस उनीहरूले बिजनेस स्टाइल गर्दाखेरि उहाँहरूले गरेका चुनौतीहरू कस्ता छन् र ती 5 टप नेपाली एन्टरप्रेन्योर्सहरू को हुन्, हामी त्यो विस्तृत जानकारी हाम्रो सरबाट लिनेछौँ। र साथी हो है, सुनिदिनु होला। ल सर, यसो केही भनिदिनु हाम्रो साथीहरूलाई। So today we talking about 5 most popular entrepreneurs in women entrepreneurs in Nepal. We have हामीले चाहिँ त्यो बारेमा चाहिँ एउटा रिसर्च, एउटा केस स्टडी नै गरेका छौँ हैन। त्यो के हो र ती कुराहरू के हुन् भने हामीले एउटा पावरफुल रिसर्च गरेर हजुरहरूलाई चाहिँ तयार गरेर हजुरहरूलाई दिने कोसिस गरिरहेका छौँ। र ती के हुन्, ग्रोथ माइन्डसेट युज गरेर उनीहरूले कसरी चाहिँ बिजनेस साम्राज्य खडा गरेका छन्। नेपालमा च्यालेन्जेस, चुनौतीहरू धेरै नै थियो होला। ग्रोथ माइन्डसेट युज गरेर आफूलाई नेपालको टप 5 मा पार्न सफल भएका महिला एन्टरप्रेन्योर्सहरू को हुन् र कस्ता च्यालेन्जेस वेलकम गरे। यी महिला उद्यमीहरूले समस्या हैन, मार्केटमा फ्युचर देखे, बिजनेसमा सक्सेस देखे, आफ्नो प्रोडक्टको ब्रान्ड देखे, भ्यालु देखे। उनीहरूले चाहिँ top 5 women entrepreneurs in Nepal. They are visionary, persistent and determined. ती 5 वुमेनहरु चाहिँ के थिए? भिजनरी थिए, डिटरमाइन थिए अनि पर्सिस्टेन्ट थिए। दे आर फोकस वर्किङ प्रोसेस। उनीहरूले चाहिँ केमा फोकस गर्थे भने वर्कमा, काममा के, प्रोसेसमा के, रिजल्टमा नै, रिजल्टमा हैन, उनीहरूले काममा मात्र फोकस गर्थे के। रिजल्ट भन्यो पछि आउने कुरो, आफै आउने कुरो हो नि त नि। तर हामी नेपालीहरु के सोच्छन्, सुरुमै रिजल्ट खोज्छौँ। जस्तै हाम्रै कुरा गरौँ न, हामीले केही समय अगाडि केही काम गरेको थियो भनेदेखि हैन, यतिखेर त्यो राम्ररी ग्रो भइरहेछ के। तर हामी चाहिँ अलि चाँडो रिजल्ट खोज्छौँ के, नेगेटिभ चाहिँ हाम्रो अगाडि जान्छ के। त्यही हो के कुरो। अनि उनीहरूले के गरे भन्दाखेरि बिल्ड द प्रोडक्ट। उनीहरूले के गरे, प्रोडक्ट बनाए। अनि प्रोडक्ट बनाएपछि के गरे, सेन्ड द लोकल मार्केट टु ग्लोबल मार्केट। त्यो 5 महिला उद्यमीहरूले चाहिँ के गरे भन्दाखेरि आफूले प्रोडक्ट बनाए, लोकल मार्केटदेखि ग्लोबल विश्व बजारमा चाहिँ आफ्नो सामान चाहिँ पुऱ्याए, बेचे के। वाइ दे आर स्टार्ट बिजनेस एन्ड सी द ग्याप बिट्विन मार्केट एन्ड कस्टमर। तिनीहरूले चाहिँ किन बिजनेस स्टार्ट सुरुवात गरे त? किन? त्यो पनि त कारण चाहियो नि त। किन बिजनेस स्टार्ट सुरुवात गरे त हैन? सी द ग्याप। उनीहरूले के देख्यो? ग्याप देखे नि त। मार्केट र कस्टमर बिच चाहिँ एउटा ग्याप देखे। यहाँ चाहिँ यो चाहिँ प्रोडक्ट चाहिरहेछ है बजारमा, यो चाहिँ प्रोडक्ट खोजिरहेछ है कस्टमर भनेपछि डिमान्ड डिमान्ड खोजिरहेछ है मार्केट। कस्टमरलाई चाहिँ यो उनीहरूको चाहना चाहिँ यो है, उनीहरूको खाँचो चाहिँ यो है भने उनीहरूले खोजेको थियो नि त नि। के रहेछ भन्दाखेरि हाउ इज द पोसिबल एन्ड विच वे इज द बेटर फर लङ टर्म इन बिजनेस। ल हैन, तपाईँको ग्रोथ माइन्डसेटले के भन्छ भन्दाखेरि हाउ इज द पोसिबल, उसले कसरी हुन्छ सम्भावना खोज्छ क्या, सम्भावना खोज्छ क्या। अनि विच वे इज बेटर फर लङ टर्म इन बिजनेस,
कुन चाहिँ बाटो कुन बाटो हो त्यसले चाहिँ लङ टर्ममा चाहिँ बिजनेस चाहिँ राम्रो हुन्छ भनेर त्यसले देख्छ कि एन्ड दे आर क्लियर देयर प्रपोज एन्ड गोल तिनीहरूको के हुन्छ त्यो 5 एन्टरप्रेन्योर्सको वुमेन एन्टरप्रेन्योर्सको चाहिँ के छ तिनीहरूको प्रपोज र गोल चाहिँ के छ क्लियर छ क्या उनीहरूलाई थाहा छ नि त त्यो क्लियर छ नि त मैले केही काम गर्न लागेको छु भने क्लियर हुनु पऱ्यो नि त गोल अनि यो क्यारेक्टरिस्टिक्स चाहिँ ग्रोथ माइन्डसेटको हो क्या जसले चाहिँ बिजनेस बनाउँछ जसले चाहिँ नि केही कुरो इस्टाब्लिस गर्छ जस्तै तपाईँले चाहिँ नि 50 लाख बराबरको केही काम आँट्दै हुनुहुन्छ भने तपाईँलाई थाहा छ क्या तपाईँले यहाँ गरेपछि यो हुन्छ यो गरेपछि यो हुन्छ तपाईँको गोल क्लियर थियो कि त्यसैले उनीहरूले पनि त्यो गरे अब त्यो सँगसँगै चाहिँ नि अब फर्स्टमा चाहिँ रहेको छ हाम्रो फर्स्टमा हुनुहुन्छ हाम्रो जमुना गुरुङ भने थाहा छ तपाईँलाई होइन शेष घलेको श्रीमती हुन्छ होइन उहाँ चाहिँ नि उहाँको नेटवर्थ नै चाहिँ नि 1 देखि 1.1 बिलियन डलरदेखि 1.2 बिलियन डलर करिब छ कि उहाँको भ्यालुएसन जमुना गुरुङको उहाँको बिजनेस चाहिँ व्यवसाय बिजनेस चाहिँ के रहेको छ भन्दाखेरि सहसंस्थापक MIT मेलबोर्न इन्स्टिच्युट अफ टेक्नोलोजी अस्ट्रेलिया र नेपाल शिक्षा तथा रियल इस्टेट व्यवसाय उहाँको मेन व्यवसाय भनेको चाहिँ के रहेछ कलेज छ मेलबोर्नमा के छ अस्ट्रेलियाको मेलबोर्नमा कलेज छ आइटी कलेज छ अनि अर्को के छ जहाँ पनि फेमस अर्को कुन चाहिँ बिजनेस रियल इस्टेट त्यो त अवश्यली हैन जहाँ पनि नेपालमा नि त्यही हो दुबईमा नि त्यही हो सर रियल इस्टेटमा गर्नुस् आफ्नो भविष्य सुरक्षित गर्नुस् जहाँ पनि त्यही हो अरूमा हालेको पैसा बरु मासिन्छ रियल इस्टेटमा हालेको पैसा ढिलो चाँडो होइन आउँछ प्रतिफल आउँछ रियल भनेकै छोएर थाहा हुन्छ रियल इस्टेटको मतलब तपाईँको रियल अब भन्नाले छुन पाइयो छुँदाखेरि अनुभव गर्न पाइयो नि त रियल भयो नि त रियालिटी उहाँको चाहिँ मेन बिजनेस भनेको त्यो रहेछ क्या अनि तर उहाँले चाहिँ के रहेछ अहिले तपाईँले कुरा गर्नुभयो नि बिजनेस इस्टाब्लिस गर्ने बेलामा फेस गरेको अब अब्स्ट्याकलहरू चुनौतीहरू जो कोहीलाई पनि के तपाईँको यो हाम्रो नेपालको टप 5 एन्टरप्रेन्योर्स वुमेन एन्टरप्रेन्योर्सहरूलाई मात्र होइन कि अरूहरूलाई पनि जहाँ पनि चाहिँ नि फेस गर्ने च्यालेन्जेसहरू इस्युहरू के रहेका छन् भन्दाखेरि उहाँ चाहिँ अस्ट्रेलियामा नयाँ आप्रवासीको रूपमा स्थापित हुँदा भने उनीहरू चाहिँ सिफ्ट भएर नेपालबाट चाहिँ उहाँहरू एब्रोड गएको हो नि त नि जस्तै अहिले हामी यहाँ छौँ नि अब यदि हामी यहाँ पर्मानेन्ट रेसिडेन्ट हुनु पऱ्यो भनेदेखि हामीले यहाँ फेस गर्नु पर्छ धेरै प्रब्लम छ धेरै डकुमेन्ट चाहियो पेपरहरू चाहियो अब त्यो कारणले गर्दाखेरि अब कडा प्रतिस्पर्धाको सामना गर्नु ल है त अस्ट्रेलियामा छन् उनीहरूलाई पनि सामना गर्नु पऱ्यो नि त बिजनेस ओपन गर्न बिजनेस ग्रो गर्नलाई उनीहरूलाई चाहिँ नि च्यालेन्जहरू सामना गर्नु पऱ्यो नि त नि होइन वित्तीय क्षेत्रमा आफ्नो पहिचान बनाउन गाह्रो थियो भने मतलब फाइनेन्सियल सेक्टरमा चाहिँ नि उनीहरूलाई आफ्नो पहिचान बनाउन जस्तै तपाईँलाई चाहिँ नि 10 लाख रुपियाँ ऋण चाहियो भनेदेखि भनौँ यहाँ तपाईँलाई 20,000 युरो चाहियो भनेदेखि तपाईँले त्यत्तिकै तपाईँको बिना तपाईँको गुडविल बिना पहिचान बिना तपाईँको होइन ब्याकग्राउन्ड नहेरिकन दिँदैन नि त होइन त्यो हो गाह्रो थियो अनि उहाँले चाहिँ कसरी आफ्नो जमुना गुरुङले कसरी ग्रोथ माइन्डसेटको प्रयोग गरेर चाहिँ नि कसरी प्रयोग गर्नुभयो भन्दाखेरि चाहिँ समस्याहरूलाई अवसरको रूपमा लिँदै उहाँले प्राविधिक शिक्षाको समस्याहरूलाई के को रूपमा अवसरको रूपमा लिँदै प्राविधिक शिक्षाको ठुलो अवसर देख्नुभयो आफू निरन्तर सिक्दै अघि बढेर शिक्षा क्षेत्रमा ठुलो साम्राज्य खडा गर्नुभयो प्राविधिक शिक्षामा चाहिँ उहाँले समस्या होइन समाधान देख्नुभयो र ठुलो अवसरको त्यही चुनौतीलाई नै अवसर देख्नु त्यो चाहिँ ग्रोथ माइन्डसेटको क्वालिटी हो क्या जो कोहीमा हुँदैन क्या साम्राज्य चाहिँ नि उहाँले खडा गर्नुभयो अब उहाँको नेटवर्थको कुरा गर्ने हो भने सन् 2026 को पहिलो रिपोर्ट अनुसार चाहिँ उहाँ र उहाँको पति शेष घलेको संयुक्त नेटवर्थ चाहिँ 1.1 देखि 1.2 बिलियन डलर करिब नेपाली 1 खर्ब 60 अर्ब भन्दा बढी रहेको छ ल हेर्नु त नेपाली 1 खर्ब 60 करोड भन्दा बढी रहेको छ भनेपछि नेपाली मुलकी सबैभन्दा धनी महिला हुनुहुन्छ त्यो हो जमुना गुरुङ चाहिँ नेपाली मुलका सबैभन्दा धनी
महिला हुनुहुन्छ है साथीहरू। यो चाहिँ हामी तपाईँहरू सबले बुझ्नुपर्छ नि, थाहा भएको कुरा हो। थाहा भएको कुरो हो। अब अर्को सेकेन्डमा रहेको छ अम्बिका श्रेष्ठ। हेर्नु है, अम्बिका श्रेष्ठ उहाँ चाहिँ अलिकति धेरै पुरानो हुनुहुन्छ होइन। धेरै पुरानो भन्दाखेरि अलिकति बिजनेसमा चाहिँ उहाँ धेरै अगाडिदेखि नि, जस्तै उहाँको चाहिँ नि बिजनेस भनेको 2मा अम्बिका श्रेष्ठ हुनुहुन्छ। बिजनेस भनेको अध्यक्ष, उहाँ चाहिँ द्वारिकाज होटेल अथवा लग्जरी सम्पदा होटेल समूहको चाहिँ उहाँ अध्यक्ष हुनुहुन्छ। हेर्नु है, ए द्वारिका होटेलको मलाई पनि थाहा थिएन, सरी बारेमा थाहा थिएन। द्वारिका होटेल थाहा छ। द्वारिका होटेल त फेरि गइयो होला नि त कहिले काहीँ। गइयो नि, यसको छेउबाट गइयो सर। पसेको छैन, पसेको छ, छेउबाट त गइयो छ सर। ठिक छ। कहिले काहीँ त्यो एउटा तपाईँले भनाइ सुन्नु भएको छैन, मुकेश अम्बानी पनि त्यो उहाँको बिजनेस इस्टाब्लिस गर्नुभन्दा अगाडि उहाँ चाहिँ त्यो ठुल्ठुलो चाहिँ नि एक्सपर्टहरूले, ठुल्ठुलो हाई प्रोफाइलको मान्छेहरूले चाहिँ कसरी तिनीहरूले चाहिँ कुरा गर्छन्, कसरी तिनीहरूले बिजनेस ग्रो गर्छन् भने उहाँ चाहिँ कफी खानको लागि मात्रै जानुहुन्थ्यो क्या। यो कुरो चाहिँ विभिन्न मैले चाहिँ पोडकास्टहरूबाट देखेको सुनेको। अनि त्यहाँबाट 2मा अब जस्तै बिजनेस इस्टाब्लिस गर्ने बेलामा फेस गरेको, अब हेर्नु है, सबै वुमेनहरूले होइन नेपालमा टप 5 वुमेनमा चाहिँ अब हाम्रो अम्बिका श्रेष्ठले पनि फेस गरेको इस्युहरू चाहिँ बिजनेस खोल्ने बेलामा सन् 1960देखि 70को दशकमा, हेर्नु है साथी, अहिलेको होइन, सन् 1960देखि 70को दशकमा महिलाहरूलाई व्यापार गर्न र बैङ्कबाट ऋण पाउन अत्यन्तै गाह्रो थियो। अहिले पनि सायद महिलालाई अहिले चाहिँ सजिलो होला। अहिले त धेरै कुरा चेन्जेस भइसक्यो, होइन। अहिले त पाइन्छ नि होइन, अहिले त त्यो बेलामा पाइन्न थियो। त्यो त अब तपाईँको 1960देखि 70को कुरा नि, 70तिरको कुरा, 70कै भनौँ, पाउन अत्यन्त गाह्रो थियो। अब उहाँले फेरि ग्रोथ माइन्डसेट युज गरेर कसरी चाहिँ नि बिजनेस खडा गर्ने भने चाहिँ खडा गर्ने होइन, ग्रो गर्ने भने चाहिँ ग्रो गर्ने। उहाँले परम्परागत नेपाली वास्तुकला र कला हराउँदै गएको, हेर्ने, परम्परागत नेपाली वास्तुकला र कला हराउँदै गएको देखेपछि त्यसलाई संरक्षण गर्दै नेपालकै उत्कृष्ट बुटिक होटेल स्थापना गर्नुभयो। नेपालकै सुपेरियर बुटिक होटेल इस्टाब्लिस उहाँले चाहिँ गर्नुभयो। महिलाहरूलाई वित्तीय कर्जा दिलाउन उहाँले प्रणालीमा ठुलो वकालत गर्नुभयो। हेर्नु, महिलाहरूलाई वित्तीय कर्जा भने मतलब जस्तै ब्याङ्किङ प्रणालीमै उहाँले चाहिँ ठुलो आफ्नो चाहिँ आवाज उठाउनु भयो र त्यहाँबाट चाहिँ नि सजिलो बनाइदिने भयो महिलाहरूलाई। होइन पनि दिन थियो नि त, उहाँकै पालादेखि चाहिँ उहाँले पहल गरेर आवाज उठाएर चाहिँ महिलाहरूलाई लोन दिनको लागि, बिजनेसको लागि लोन दिनको लागि सजिलो बनाइदियो। अब नेटवर्थ चाहिँ अर्बौँ प्लसको बिजनेस रेभिन्यू छ होइन। नेटवर्थ चाहिँ कस्तो भनेपछि यो चाहिँ अब प्राइभेट भएपछि चाहिँ अलिकति नेटवर्क खुलाएको हुन्न है साथीहरू। उहाँको चाहिँ अब नेटवर्क कति छ थाहा, जस अर्बौँको बिजनेस चाहिँ उहाँको रेभिन्यू छ। त्यो त भनेपछि द्वारिका होटेल होइन, भेरी इन्ट्रेस्टिङ होइन। किनकि त्यो चाहिँ कस्तो हुन्छ भने त्यही तपाईँको हामीलाई चाहिँ यो ब्याङ्किङ टर्म्सहरू, फाइनेन्सियल टर्म्सहरू होइन, इन्भेस्टमेन्ट टर्म्सहरू होइन, मार्केट बिजनेसको टर्म्सहरू चाहिँ कस्तो हुन्छ नि, जस्तै हामीलाई यो चाहिँ पर्सनल हो नि, यो त खास त प्राइभेट हो, पर्सनल हो, प्राइभेट हो, त्यो चाहिँ पब्लिक हुनुपर्छ कि, अथवा तपाईँको नेप्सीमा गएर चाहिँ लिस्टेड हुनु पऱ्यो भने मतलब बजारमा चाहिँ नि त्यो चाहिँ नि पब्लिकमा जानु पऱ्यो क्या केही प्रतिशत, अनि त्यसपछि मात्र उनीहरूलाई चाहिँ नेटवर्क खुलाउँछन् कि। हजुर। अब हाम्रो 3मा हुनुहुन्छ जस आज धेरै अब कुरा सिक्दैछौँ साथी हो। टप 5मा टप 3मा जाँदैछौँ हामी। टप 3मा चाहिँ हाम्रो को हुनुहुन्छ हाम्रो टप 3मा? प्रकृति मैनाली होइन सर? हो, प्रकृति मैनाली। टप 3मा हाम्रो चाहिँ को हुनुहुन्छ भने प्रकृति मैनाली। उहाँको चाहिँ बिजनेस दि को फाउन्डर अफ शक्ति मिलान, हेर्नु है, को फाउन्डर अफ शक्ति मिलान फालिएका बोराहरूलाई अपसाइकल गरेर आकर्षक झोला बनाउने सामाजिक व्यवसाय। रिसाइकल, यस अपसाइकल, रिसाइकल गरेर चाहिँ फालिएका बोराहरूलाई हेर्नु है साथीहरू, अपसाइकल गरेर आकर्षक झोला बनाउने सामाजिक व्यवसाय। अब के रहेको छ त भन्दाखेरि उहाँले चाहिँ बिजनेस इस्टाब्लिस गर्ने बेलामा फेस गरेको
त्यही त हो नि प्रब्लमहरू हरेक ठाउँमा त प्रब्लम अब स्ट्याक प्रगति नेपालले पनि अब समाजमा फोहोर बोराको काम गर्ने भनेर हेला गरियो फोहोर बोराको काम हो कि नै हो नि नेपालमा त यसो अलिकति भनौँ न अब केही अब जस्तै तपाईँ अब फर इक्जाम्पल ड्राइभिङ कुरा गर्नु नेपालमा ड्राइभिङ भनेपछि कस्तरी होइन यो ड्राइभर सोध्छ नि जेस अब लोर काम हुन्छ तर युरोपमा चाहिँ ड्राइभिङ भने चाहिँ धेरै राम्रो मलाई चाहिँ हो यहाँनिर पैसा छ नेपालमा पनि पैसा छ है साथी ड्राइभरमा स्किलमा चाहिँ स्किलमा चाहिँ धेरै राम्रो छ अनि त्यसपछि तपाईँको हेला गरियो व्यवसाय सुरु गर्दा पर्याप्त पैसा मेसिन र बजारको पहुँच थिएन व्यवसाय सुरु गर्दा चाहिँ के थिएन पर्याप्त पैसा थिएन मेसिन थिएन र बजारको पहुँच थिएन भने मतलब बजारको राम्रो पहुँच थिएन उसले बजार मार्केट पाइरहेको थिएन अब उहाँले हेर्नु है त उहाँले के गर्नुभयो आफ्नो ग्रोथ माइन्डसेटको प्रयोग गर्नुभयो हेर्नु है त मोहरबाट करोडको बिजनेस गर्नुभयो है फोहोरबाट मोरबाट करोडको बिजनेस इन्ट्रेस्टिङ कुरा छ आज हामी फोहोर फाल्छौँ होइन उहाँले त्यसलाई फोहोरलाई युज गरेर रिसाइकल गरेर मार्केटमा झोला जस व्यवसाय इस्टाब्लिस गरेर हो नि मोहरबाट करोड हो सर 25,000 रुपियाँ र एउटा सिलाइ मेसिनबाट काम थाल्नुभयो 25,000 रुपियाँ धेरै एमाउन्ट छैन है साथी यहाँ माइन्डसेटकै कुरो हो यसमा पनि ग्रोथ माइन्डसेटकै कुरा हो यहाँ चाहिँ हामीलाई के सिकाइन्छ भन्दाखेरि होइन 20 लाख भएपछि बिजनेस गर्ने अथवा 10 लाख भएपछि बिजनेस गर्ने ठुलो पैसा भएपछि चाहिँ इन्भेस्टमेन्ट गर्ने भनेर चाहिँ हामीलाई यो चाहिँ नि यो यस्ता नकारात्मक अफवाह फैलाएको हुन्छ बिजनेस गर्नलाई अथवा इन्भेस्टमेन्ट गर्न ठुलो पैसा चाहिँदैन बस डिसिप्लिन चाहियो के डिसिप्लिन हो कि भन्दा पेसेन्स र डिसिप्लिन चाहियो के धैर्यता चाहियो एकदम हाल्नुभयो गल्ती र असफलताबाट सिक्दै उहाँले आफ्नो उत्पादनलाई जर्मनी हेर्नु है त फोहोरबाट मोहरबाट करोड हेर्नु है त गल्ती र असफलताबाट सिक्दै उहाँले आफ्नो उत्पादनलाई जर्मनी अमेरिका र जापान जस्ता अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु भयो हेर्नु त कसरी आफ्नो लोकल मार्केटदेखि ग्लोबल मार्केट कसरी एक्सपोर्ट गर्नु भयो एसिया अमेरिका होइन जापान जस्ता अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु भयो र विपन्न महिलाहरूलाई रोजगार दिनुभयो रोजगार पनि दिनुभयो उहाँले हेर्नु त रोजगार पनि दिनुभयो विपन्न महिलाहरूलाई विपन्न महिला भनेको अब जसको चाहिँ कमाइ छैन जसको परिवारमा बुढाले कमाउन नसक्ने छ त्यस्तालाई चाहिँ उहाँले के भने रोजगार दिनुभयो अब नेटवर्क भनेपछि त सोसल काम जस्तो नि गर्नु त्यही त यहाँ हेर्नु न दि को फाउन्डर अफ शक्ति मिलान होइन र सामाजिक व्यवसाय पनि भनेको छ नि त होइन अब उहाँको नेटवर्थको कुरा गर्ने भने करोड प्लसको बिजनेस रेभेन्यू एन्युअली करोड प्लसको वार्षिक चाहिँ नि करोड प्लसको चाहिँ बिजनेस रेभेन्यू हुन्छ यहाँ चाहिँ फिगर आउट गरेको छैन एमाउन्टको फिगर आउट गरेको छैन तर करोड प्लसको चाहिँ बिजनेस रेभेन्यू हुन्छ उहाँको चाहिँ एन्युअली त्यस्तै हाम्रो 4मा को हुनुहुन्छ 4मा हजुरले भनिदिनुहोस् न सर मैले हजुरले भन्दाखेरि अलिकति इन्ट्रेस्टिङ हुन्छ क्या सर हाम्रो 4मा चाहिँ अनुष्का श्रेष्ठ हुनुहुन्छ होइन उहाँ सरले चाहिँ हरेक कुराहरू अब एथेन्टिक कुराहरू ल्याएर मात्रै प्रस्तुत गर्नुहुन्छ यसरी हामीले अब होइन अब हावामा बोल्दैन हामीले चाहिँ उहाँको अब वास्तविक कुराहरू चाहिँ होइन हामीले चाहिँ अब डिप स्टडी गरेर चाहिँ हजुरहरूलाई हाम्रो ट्रस्ट मेम्बरको ग्रुपहरूले चाहिँ स्टडी गरेर नयाँभन्दा नयाँ चाहिने कुराहरू हामीले सिकेर जानेर हजुरहरूलाई दिन्छौँ अब 4मा रहेको छ अनुष्का श्रेष्ठ सी इज द ओल्ड रिनाउन गर्ल होइन सी इज द ब्युटी पिजन अफ 2019 एन्ड सी इज द मिस नेपाल मिस वर्ल्ड 2019 पनि हुनुहुन्छ होइन एन्ड नाउ यस मिस वर्ल्ड मिस वर्ल्ड होइन मिस नेपाल कि मिस समथिङ होला सर है म मिस वर्ल्ड होइन मिस वर्ल्ड होइन मिस नेपाल हो मिस नेपाल 2019 को हो होइन मिस नेपाल अनि तपाईको सी इज नाउ
पार्लिमेन्ट मेम्बर राजसभाको आरएसपीको पार्लिमेन्ट मेम्बर पनि हो ल हेर्नु त मान्छेले एउटा मात्र फिल्डमा जस्तै हामी चाहिँ यहाँबाट चाहिँ नि अनुष्का श्रेष्ठबाट चाहिँ हामीले धेरै कुरा लर्न गर्न सक्छौँ है त अनुष्का श्रेष्ठ चाहिँ उहाँ मिस नेपाल पनि हो 2019 को होइन अनि बिजनेस फाउन्डर एन्ड सिइओ अफ मक्कुसे भन्ने सुन्नुभएको छ सुनियो तर अब यो नै हो भने चाहिँ अब ठम्मन अलिक गाह्रो हो यो चाहिँ के हामीले चाहिँ के सिकिन्छ भन्दाखेरि तपाईँको ग्रोथ माइन्डसेटवालाले चाहिँ एक ठाउँ मात्र गर्दैन क्या भनेको मतलब एक ठाउँ मात्र उहाँ ग्रोथ माइन्डसेटवालाहरूले चाहिँ हात हाल्दैन कि मक्कुसे सिइओ अफ मक्कुसे होइन परम्परागत नेपाली मिठाई जस्तै पुस्तकालय र गुटपाकलाई आधुनिक ब्रान्डिङ गर्ने व्यवसाय नेपाली फुडलाई अब ब्रान्डिङ गरेर गर्ने व्यवसाय हो उहाँको चाहिँ होइन मक्कुसे भन्ने अब के रहेको छ बिजनेस इस्टाब्लिस गर्ने बेलामा फेस गरेको चुनौतीहरू च्यालेन्जेसहरू चाहिँ नि पूर्व मिस नेपाल 2019 भएकाले मानिसहरूले उहाँलाई मोडलिङ पहिचान मात्र देखे जस्तै अब जस्तै हामीलाई पनि त अब यहाँनिर कसैले नर्मल मान्छेले चिन्दाखेरि चाहिँ कन्ज्युममा काम गर्ने अथवा यहाँनिर चाहिँ काम गर्ने मात्र भनेर चिन्छ हामी के थाहा न भित्र अदर होइन छुट्टै हाम्रो चाहिँ खुबी छ कि होइन विभिन्न ठाउँमा न हाम्रो चाहिँ नि इन्भेस्टमेन्ट छ कि भनेर चाहिँ नि मान्छेले एउटा मात्र कुरोले जज गर्नु हुँदैन भनेर यहाँबाट बुझिन्छ पहिचान मात्रदेखि उद्यमीको रूपमा गम्भीरतापूर्वक लिएनन् उनीलाई चाहिँ इन्टरप्रेन्योरको रूपमा चाहिँ नि गम्भीरतापूर्वक कसैले सिरियस रूपमा लिएन क्या मिस नेपाल भनेर चिनिन्थ्यो पहिला चाहिँ अरू रूपमा चाहिँ उसलाई चिन्न थियो कि अनि कोभिड-19 को बिचमा व्यवसाय सुरु गर्नु अर्को ठुलो चुनौती थियो होला नि च्यालेन्ज कसरी वेलकम गरे यिनीहरूले त्यस्तो पेन्डेमिकमा नि अब बिजनेस रन गर्नु भने त इट्स नट अ जोक त्यतिखेर त सारा संसारै अब हुन्छ नि पेन्डेमिकमा थियो नि त्यतिखेर सारा संसारै चाहिँ नि फिक्स्ड भएको बेला ऊ चाहिँ ग्रोथ भइदियो कि त्यही हो नि त बिजनेस माइन्डसेट हो नि त ग्रोथ माइन्डसेट अब उहाँले त्यो ग्रोथ माइन्डसेट चाहिँ प्रयोग गरेर चाहिँ नि उहाँले पुरानो शैलीको नेपाली मिठाईलाई प्याकेजिङ र प्रबन्धन दिएर विश्वस्तरीय बजारमा नयाँ ट्रेन्ड सेट गर्नुभयो पुरानो हाम्रो चाहिँ नेपालको पुरानो मिठाई पुस्तकालयलाई चाहिँ उनले ब्रान्डिङ प्याकेजिङ गरेर चाहिँ विश्वस्तरीय नयाँ ट्रेन्ड सेट गर्नुभयो हेर्नु है त उहाँ अनुष्का श्रेष्ठ 2019 को मिस नेपाल एसियाकै उत्कृष्ट 10 महिला एन्टरप्रेन्योरको सूचीमा समेत पर्न सफल हुनुभयो टप 10 भित्र नै पर्नुभयो दक्षिण एसियाकै उत्कृष्ट 10 महिला उद्यमीको सूचीमा समेत उहाँ पर्न सफल हुनुभयो उहाँको नेटवर्थको कुरा गर्ने हो भने चाहिँ तपाईँको ब्रान्डको भ्यालु द्रुत गतिमा दिनानुदिन आजभन्दा भोलिभन्दा पर्सि चाहिँ चौगुना हुँदैछन् राम्रो बढिरहेको छ ग्रोथमा छन् ग्रोथ माइन्डसेटले गर्दा ग्रोथमै छन् अनि उहाँको स्टार्टअप भएकोले फिगर आउट गरिएको छैन मूल्य जस्तै उहाँले स्टार्टअप गर्नुभयो तर बिजनेस रेभेन्यू राम्रो छ तर उहाँको चाहिँ नि उहाँको नै करोडै छन् तर फिगर आउट गरेको छैन कि यति नै हो भनेर अब हाम्रो टप 5 को लास्ट एन्सर टप 5 को हाम्रो लास्ट टप 5 नै हो 5 नम्बरमा चाहिँ हाम्रो पर्न सफल हुनुभएको छ सोनिका मानन्दर हेर्नु है महिला उद्यमी नेपालको चुनौती नेपालमा चाहिँ नि महिलालाई गरिने एउटा इनइक्वालिटी क्वालिटी थिएन होइन एउटा हुन्छ नि भेदभावै हुन्छ नि त त्यो पनि डिस्क्रिमिनेसन त जस्तै अहिले पनि हामीले कुरा गरौँ के 70 को दशकमा चाहिँ द्वारिकाजको होइन अध्यक्षलाई चाहिँ दिएन भएन लोनको समस्या थियो भने सोनिका मानन्दर बिजनेस चाहिँ उहाँ को फाउन्डर एन्ड सिटिओ चिफ टेक्नोलोजी अफिसर एलओआई टेक्नोलोजी महिला सफा टेम्पो चालक र साना किसानहरूलाई हरियो कर्जा उपलब्ध गराउने फिनटेक सफ्टवेयर हेर्नु है त उहाँ चाहिँ के हुन्छ को फाउन्डर चाहिँ फिनटेक सफ्टवेयरको चाहिँ त्यो महिला उद्यमी सफा टेम्पो चलाएर चढ्नु भएको छ नि तपाईँले चढेको छु सर ग्रिन त्यो गर्ने महिलाहरूलाई चाहिँ उहाँले के भने कर्जा दिने प्रोत्साहन होइन उपलब्ध गराउने एउटा फिनटेक भन्ने सफ्टवेयर चाहिँ सजिलैसँग कर्जा पाउनलाई चाहिँ उहाँले बनाउनु भयो
अब बिजनेस इस्टाब्लिस गर्ने बेलामा फेस गरेको चुनौतीहरू हैन ग्रोथ माइन्डसेटले फेस गरेको चुनौतीहरू के थियो त भन्दाखेरि नेपालको प्रविधि आईटी यातायात क्षेत्रमा पुरुषहरूको मात्र वर्चस्व थियो हो सर हो नेपालको प्रविधि आईटी यातायात क्षेत्रमा पुरुषहरूको मात्र वर्चस्व थियो महिला सफा टेम्पू चालकहरूलाई बैंकिक विश्वास गरेर ऋण दिँदैन थिए र यहाँ पनि त्यही छ है महिलाहरूलाई चाहिँ नि सफा टेम्पू चालकहरूलाई बैंकले विश्वास गरेर ऋण दिँदैन थियो अघि हैन अनि उहाँले चाहिँ आफ्नो ग्रोथ माइन्डसेट प्रयोग गरेर अनुष्का सोनिका मानन्दले चाहिँ ग्रोथ माइन्डसेट प्रयोग गरेर चाहिँ नि उहाँले प्रविधिलाई चुनौतीको रूपमा होइन समस्या समाधानको माध्यम बनाउनु भयो प्रविधिलाई चुनौतीको रूपमा होइन समस्या समाधानको रूपमा चाहिँ त्यो च्यालेन्जलाई चाहिँ उहाँले वेलकम गर्नुभयो एक्सेप्ट गर्नुभयो वेलकमिङ गर्नुभयो ग्रोथ माइन्डसेटले त वेलकम गर्ने हो नि त चुनौतीलाई बनाउनु भयो बैंकिङ क्षेत्रमा पहुँच नभएका महिलाहरूलाई डिजिटल माध्यमबाटै सजिलै लगानी जुटाउने प्रणाली एलोई विकास गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू जित्नुभयो अरे ल उहाँले के गर्नुभयो एउटा सफ्टवेयर फिनटेक जुन चाहिँ सफा टेम्पू ग्रिन टेम्पूमा काम गर्ने महिलाहरूलाई ऋण नदिनेबाट ऋण दिन डिजिटलको विकास गरेर सजिलो बनाइदिनु लगानी गर्न सजिलो बनाइदिनु भयो र ग्लोबलदेखि नेसनलदेखि इन्टरनेसनल अवार्डहरू पनि जित्नुभयो उहाँले अब उहाँको नेटवर्कको कुरा गर्ने भने करोड प्लसको ट्रान्जेक्सन गरिएको छ उहाँको कम्पनीले फिनटेकले हैन अब यो सबै हामीले चाहिँ कहाँबाट के गरेर कहाँबाट पाएको भन्दाखेरि यो सबै हामीले चाहिँ यो भिडियो सोर्सहरू जुन जे जति हुन्छ भिडियो सोर्स एन्ड न्युज पोर्टल चाहिँ न्यू बिजनेस एज म्यागजिन नेपालको न्युज पोर्टल हो हैन एन्ड नेपाल मिनेट मिडियाबाट चाहिँ कलेक्ट गरेर हामीले रिसर्च गरेर स्टडी गरेर ट्रस्ट बिल्ड मेम्बरका ग्रुपहरूले चाहिँ हामीले तयार गर्नेछौँ हामीलाई बस यति मात्र कुरा के थाहा हुनु पर्यो हामी चाहिँ तपाईँ हामी भनेको वास्तविकतामा जिउनु पर्यो के कसो छ हो सर वास्तविकमा हो सर वास्तविकतामा जिउनु पर्यो भनेको मतलब हाम्रो बिहेभियर चाहिँ हामीले गर्ने बिहेभियर हामीले गर्ने चाहिँ एकै नासको हुनु पर्यो हुँदा हाइटमा नहुँदा हाइटमा ग्राउन्डमा होइन कि एकै खालको हुनु पर्यो वास्तविकतामा जिउनु पर्यो सो अफमा होइन हामीले चाहिँ नि 100 रुपैयाँ कमाउँछौँ भनेदेखि हामीले चाहिँ 20 रुपैयाँ खर्च गर्नु पर्यो 80 रुपैयाँ चाहिँ हामीले इन्भेस्टमेन्ट गर्नु पर्यो भन्ने चाहिँ हाम्रो मेन्टालिटी ग्रोथ माइन्डसेट हो ल साथी हामीले जानेको कुराहरू विभिन्न न्युज पोर्टल विभिन्न मिडिया नेसनल इन्टरनेसनल मार्केटका एक्सपर्ट विभिन्न बुकहरूबाट चाहिँ नि टप एन्ड टप बिजनेस एन्टरप्रेन्योरहरूबाट हामीले कलेक्ट गरेर दिनेछौँ आज हाम्रो टपिक रहेको थियो नेपालका टप महिला उद्यमीहरू र उहाँहरूले भोगेका र ग्रोथ माइन्डसेट गरेर आफ्नो बिजनेस साम्राज्य खडा गरेका चुनौतीलाई अवसरको रूपमा हेर्नुभयो मार्केटमा बिजनेस सक्सेस देख्नुभयो र उहाँहरूले रनिङ गर्नुभयो उहाँहरूबाट हामीले धेरै कुरा सिक्न सकिन्छ साथी हो हामीले एउटा यति मात्र कुरा बुझ्न पर्यो कि जति हामीले कमाउँछौँ नि यदि हाम्रो त्यो चाहिँ खर्चमा नियन्त्रण छैन भने खर्च गर्ने बानीमा नियन्त्रण छैन भने हामीले जति कमाए पनि हामीले बचाउन सक्दैनौँ त्यसैले कमाइ 100 रुपैयाँ हुन्छ भने हामीले 20 रुपैयाँ खर्च गर्नु पर्यो के कसो 80 रुपैयाँ इन्भेस्ट गर्नु पर्यो जो सेभिङ एन्ड इन्भेस्ट त्यो चाहिँ युनिभर्सल रुल्स हो साथी हैन पहिला इन्भेस्टमेन्ट गर्नुपर्छ त्यसपछि चाहिँ सेभिङ गर्नु पर्यो अनि पेसेन्स चाहियो फर्स्ट अफ अल हामी ग्रोथ माइन्डसेट हुनु पर्यो सर हो अनि तपाईको पैसा ठुलो रकम चाहिएन सानै रकमले पनि इन्भेस्टमेन्ट गर्न सकिन्छ आजैबाट सुरु गर्नुस् र म आज मेरो साथीले पनि 2 दिन अगाडि मलाई कल गरेको थियो उसले पनि एसआइपी स्टार्ट गरेको छु भनेर भनिरहेको थियो त्यो एउटा गुड न्युज भयो हैन हो यस्तो कुराहरू चाहिँ राम्रो हो सुन्न पाइयोस् देख्न पाइयोस् ल मसँगै हाम्रो ट्रस्ट बिल्ड ग्रुपका मेम्बरहरू हामीले जानेका कुराहरू बुझेका कुराहरू हजुरहरूलाई दिनेछौँ जय सियाराम जय श्री हनुमान जय राष्ट्र जय नेपाल साथी हो